बिचराले मैले पैसा दिएको बिचरा यसको पैसा छैन अनि रियलमै दिए त हुन्छ जे हो नि देऊ 2 सेकेन्ड लाग्यो 2 सेकेन्ड वाह राम्रो होइन के त्यही माथि मेरो कपाल वाउ वडा मैले बनाउँछु फकिङ अनि म मेरोमा सेन्ड गर्नुहुन्छ अनि म युट्युबमा पोस्ट गर्छु तैँले सब्स्क्राइब गरिहिँडिस् के तेरो त यताबाट पनि राम्रो देखियो मेरो त देखेको हेलो गाइज अनि आज हामीले स्टार्ट गरेको कि नै बजार जान स्टार्ट भइसक्यो अनि भिडियो चाहिँ हामीले साँझमा सुट स्टार्ट गरौँ ब्लग अनि अब हामी जाँदैछौँ बजार के किन्न जाने होस् भन्दा यसले मलाई फुल्की खुवाउँछु भिखारी जस्तोलाई फुल्की खुवाउँछु भन्छु 20 रुपियाँ टेकेर 200 दिन्छु 2 सेकेन्डलाई फुल्की खुवाउँछु भन्छु 200 कपी किन्यो त्यही नि मलाई यस्तो बोर लागेको थियो म एक्लै कसरी जाऊँ टुप्लुक के बोलाउनु न म रे म माथि अनि बोलाउनु न म भन्छु के छु म रफ चाहिँ बोल्दैन होइन यसले मलाई बिगारेको भएको ओ माय गॉड जो बोल्दैन त्यसलाई भन्छ म नि बोल्दैन हो त मात्रै भन्छु हेलो गाइस म चाहिँ बोल्दिन म तैँले भने केही कुरा म यस फाइनली गाइस मेरो बर्थडे आउँदै छ मेरो साथीले मलाई केक गिफ्ट दिन्छ भनेर यस यस्तो हेरेर आज मैले आजै हेरेको थिएँ रिल मेरो साथीको बर्थडे आउँदै छ अब त्यसलाई केही राम्रो गिफ्ट दिनु हुन्थ्यो तर के गर्नु त्यसको लागि सबैभन्दा राम्रो गिफ्ट मै छु So मात्रै भएर मलाई चाहियो के so we don't need to give a gift for you really देनी के हुन्थ्यो र मान्छे के खुल्लामा 5 पुरन छ कि नै 150 म केही काम गर्न माथि छतमा जाँदै थिएँ होइन यस्तो मर्निङ भ्यू छ म मर्निङ भ्यू देखाउँछु एक सेकेन्ड I'm on the way in Hive main road and she is calling me my girlfriend is calling me so I am on the station now अनि रुक्यो म देखाउँछु मेरो गर्लफ्रेन्ड she is calling me but where is she यहाँ आइसक्यो कहाँ त कता जाऊ तिमी म त्यो झोला बोकेको लड्की यु गाइस क्यान सी म त्यहाँ बसेर यो मान्छेलाई कुरेर फोन लगाएको छु त्यो मान्छे मलाई रोक्नको लागि त्यहाँ बस्यो अब लेट्स सी हर रियाक्सन गाइस सोनिकालाई फोन गरेको छु ए छुडे कता देऊ तिमी त्यहाँदेखि गरिहु and this is the end of this video अरु हामी कलेज गएपछिको भिडियो बनाउनै पाएनौँ किनकि हाम्रो कलेज जाने बेलामा चाहिँ मुड ठिकै थियो अनि कलेज गइसकेपछि चाहिँ हाम्रो दिमाग यस्तो खराब भयो नि फर्स्ट पिरियडदेखि चाहिँ प्रेजेन्टेसन के अनि हाम्रो भिडियो बनाउने मुडै आएन बाटोभरि हाम्रो मुड अफ थियो अनि अब रह्यो कि गर्लफ्रेन्ड देखाउने कुरा त्यो भिडियो बनाएको गर्लफ्रेन्डको पनि राम्ररी फोटो देखे छैन अनि अर्को गर्लफ्रेन्डको त झन् अब क्लासमा गएपछि भिडियो बनाउँदै बनाएन अनि त्यसको थोपडा देखिने कुरै भएन अब नेक्स्ट भिडियोमा चाहिँ बनाए पाए एल्स यु आवर थर्ड मतलब मेरो सेकेन्ड गर्लफ्रेन्ड
I'm straight, okay? But okay, good night. Good night. मैले यो भिडियो 2-3 दिनपछि बल्ल सुट गर्दै हो अनि आज म धान रोप्न गएको सरी धान बिउ गोड्न गएको त्यो पनि भिडियो हाल्छु होला तर अझै 1-2 दिन पछि बाई